अंगाले क्या शुभ कार्यको यहाँ धुप चाहिँ सकिँदै छ भने गरा मैले काट्छु हामी हेर्न नलगाउनु पनि फलफुल भएको यहाँ गाड्नु पर्ने यसमा लगाइदिनु खासमा कलशमा कलसको साइडमा एकछिन म आलु ल्याइदिउँ त्यसमा लाउनु त्यहाँ त नलाउनु हैन खै बर बराउनुहोस् न अलिअलि छोरा जसै तसै साहित्यको लेखेकोले हुँदैन लेखेकोले हुँदैन लेखेकोले हुन्छ जिन्दगीमा सुखी हुनु अहिले पनि सुखी होला हामी देखेछौँ न हो सुखी एकै खालको मात्रै हुँदैन आशीर्वाद इन्कम्प्लिट नगर न सुखी भनेको पैसा मात्रै भक्कु भएर पनि सुखी हुँदैन हो हातमा खेलाउने नानीहरू पनि हुनुपर्छ यिनीहरूले अलिक सुख दिन्छ त्यो चाहिँ जिन्दगीमा फलेको फुलेको राम्रो र भाइको छोराको घर चाहिँ खास चाहिँ दिल्ली नै हो हजुर हम चाहिँ पहिला पङ्खाभरि थियो अहिले चाहिँ सबैजना दिल्ली बस्छ थर चाहिँ श्रेष्ठ त सबैको हुन्छ नि कि म पनि श्रेष्ठै हो मलाई श्रेष्ठ म चाहिँ र राम्रो गरी खानु यति टाढोमा उनीहरूको साइड जुरे राम्रो गरी खानु सुखी सदा सुखी ए नानीहरूलाई पनि लाउनुपर्छ यहाँ छ नि खुत्राहरू हेर आम्माजौलु यिनीहरूले लाउनु पर्ने नि पदार्थ ल यहाँबाट पऱ्यो आइन्दा नसुते पैसा अहिले छिट्टो भएको आशीर्वाद दिनु सिकिहाल्छ हो ठुलो ड्राइभर गइहाल्छ पैसा पनि दिँदो रहेछ मजा आउँदैछ हौ जेठी त्यही गयो भने त आमा बाउ चाहिन्छ हो यो चाहिँ कसको छ महेशको छोरी राम्रो राम्रो आज चाहिँ यो छोरी जस्तो भएको छ नि अब छोरा जस्तो छ नि यो तपाईँको त्यो उयो ओह्रालो झऱ्यो नि सबै के हुन्छ उसको निधारलाई दोष दिनु हुँदैन मेरो राम्रो राम्रो छ नि त्यहाँ नहालिदेऊ है माथि तेलले जम्मै भिज्छ लु खुवाऊ अहिले अलिकति भरे आउँदा भयो कति हाल्नुपर्छ इच्छाले इच्छाले अहिले अहिले आउँदाखेरि हाल्नुपर्छ कि अहिले चाहिँ उयो दस्तोको लागि लमीलाई चाहिँ टोपी लगाइदिएको है बेहुला र बेहुलीले सलहरू माथि
कसलाई चाहियो माथि ट्र्याक सुट जाडो हुन्छ बेलुका जाडो हुन्छ नि त अझै माथि बस्नुपर्छ अहिले होइन हौ त्यहाँ बसौँ है बेहुला बेहुली त्यहाँ उभिए बहिनी ल हामी त्यसले गर्दाखेरि अलिक जोडले गर्नु कोही ढिलो छिटो केही भयो भने माफ गरिदिनु होला हामीले बेहुला बेहुली लिएर आएको छौँ हजुरहरूको हुकुम भयो भने बेहुला बेहुली पनि ल्याउँछौँ र बाटोमा केही गल्ती सोच्ने केही भएन होला है भयो भने मान्छेहरू पनि हो कति गाडी आउनु भयो 3 गाडी जस्तो थियो होला है सुत्तासँग आइपुग्नु भयो राम्रै भयो ठिकै छ बेसी नै छौँ कि हुन्छ राम्रै हो उनीहरूको पनि सुनलाई ढिलो भएको वितरण हुँदैछ होइन उताकोले सुन्छ ग्राफर मजाले बोलेर भन्यो भने चाहिँ सबैलाई बुझ्छ अब बोल्दैछ नि त सबैजनाहरूले त्यो छोरीको सगुन चाहिँ यसरी बाँड्दैछ हाम्रो आसिङले म्यामलाई बिचोदिनु छेउमा हिँड बहिनी तँ छेउमा हिँड ऊ यहाँ चियरको छेउमा गएर बस्नु ल ल चियरको छेउमा गएर उभिए चियरको छेउमा गएर बस्नु ल लु बस बहिनी त्यो तिमीहरू पक्रिरह है तिमीले साथी पक्रिरह नि ओइ त्यो सानो पारे सानो पार अलिकति खाएको त्यही पनि त्यो ठोकिन्छ भने सेल्फी
टेबल त राखेको छैन यो एकछिन नराख्नु यही राख्दा पनि यही राख घरको घुम्छ अरे लु सम्झौ है क्यामेराम्यान भाइ अलिक साइड लाग्यो न मन खिच्नु त म त इन्स्टामा रिल बना भाइ ए ल आइपुग्यो उनीहरू ए ल ल लु सबैलाई बाँड्नु पर्यो अरे लु अलिक मुनि गर्नु छाता भाइ मुनि गर्नु छाता मुनि मुनि छाता मुनि हो त्यो हो नि पारा पक्का भतेर खुवाइको यो हो भतेर बाँड्ने यहाँ रहेछ चिकन फ्राई हुँदो रहेछ यहाँ कोपी फ्राई गड्डुले चाहिँ के बनाउँछ गड्डुको चिकन चाउमिनदेखिको लिएर के हो कोपी 65 यसको यहाँ चाहिँ बार रहेछ बारमा चाहिँ हुनुहुन्छ नखाने मान्छे चाहिँ पटक्कै खाँदैन यसले वाक्कै भएर छोडिसकेको हो यहाँ बारको पनि खिचिदिएको अलिकति भिडियो बनाइदिएको बिचरा हाम्रो दाजु हुन्छ हजुर माथि गएको भए हुन्थ्यो हाम्रो भाउजूहरू हुनुहुँदो रहेछ यहाँ आज पुगेमा यहाँ रिबन काट्नुपर्ने सगुन पनि रहेछ कि यहाँ लेखेन रहेछ कति रुपियाँ के हो भनेर चाहिँ लेख्थेँ सधैँ त त्यो चाहिँ बनाउनेहरूको लागि मेहनती हामी निक्लेपछि भइहाल्छ त्यो ल आपालाई आमा टामाको ढोल सिकाउँछ नि मङ्गी माइती
मन्टामा बस्यौँ कि त्यो भाइ आइज आफ्नो निक्लिनु पर्यो है ठुलो आइज ठुलो बढी आऊ गरम भइरहेको मामहरूको ट्रन आउँदैछ चाहिँ ढोकमा जो आउनु पर्यो अलिक हाँस्दै अगाडि आमाको चाहिँ उठाएर मान्छे हाम्रो बिरामीले खाइसक्यो उठाइहाल्यो आपालाई टोपी बिर्सिएछ मामहरू गयो भाइ एउटा सुँगै बेच्नु जाने बता अब के हुन्छ भन्छ यता फर्किने टोपी खोल्नु त आमाले चाहिँ घाटा नि आसु गाउँले उताको दिल्लीको हो पहिला काटौँ न पहिला काटौँ
गेम चाहिँ लिएको छैन होला खोज्दैछ त्यहाँनिर ऊ अब राखिदिनुको लागि होइन होला है पुरा नाम लेखेर ल्याउँछ पक्र न दुईजनाले त्यो थपडी मारौँ है अलिक लु अब छिनु अब पोछ बेहुली कुन साइड अरे सोध्दैन है त्यस्तै होला अघि कता बसेको थियो लोखण्डा छाता खै छाता ओढा अब घाम पुरा छ भएन छाता त थाप्दैन रहेछ अरूले नलाइसके भाइ आइज अब आफूले घुमाए कि अब त्यो सुत्तीका लागि चाहिँ दही थिएन कि भाइ उभा भाइ तिमी उभा कता लुकाएर लगाइदियो कि देखेन
लोखण्डा छाताले हत्तु भयो बिचरा। तात्तै कोसिस भएको पहिला यता मैले ब्याउली होइन म तिम्रो सपोर्टमा छु दही हाल्नु पर्ने रहेछ टिका त टालिएन, दही थिएन, दही हाल्नु पर्छ जस्तो लाग्यो दही थिएन, दही टिका त टालिएन। दही चेन्ज भएछ ससुराल को अखियों में पानी दे गई, दुआ में मीठी गुड़ धानी ले गई। हाय बन्नो रे बन्नो मेरी चली ससुराल को अखियों में पानी दे गई, दुआ में मीठी गुड़ धानी ले गई। मुड़ के दादी सारा शहर आज हो गई आवे रब दी महर। हाय सजे आए वे सारा शहर आज हो गई आवे रब दी महर।